Good morning everyone. Oh my god, हिउँ परिरहेको रहेछ। मलाई चाहिँ थाहै थिएन है साथीहरु हैन। हिजो दिनभरि म घरभित्र बाहिरको केही हेरेको थिएन। सो हाम्रो चाहिँ यस्तो दामी हिउँ परेछ सुडानकुलामा चाहिँ। अनि म चाहिँ छु यहाँ सुडानकुला शिफ्ट भएको छु अनि सो वेलकम टु माय भ्लग। सो म चाहिँ सोचिरहेको छु अब भ्लग कन्टिन्यू गर्छु भनेर हैन। अनि गर्छु भन्छु तर त्यही हो अब म बिजी भएर गर्न पाएको थिएन तर अब चाहिँ म कन्टिन्यू गर्ने छु। अनि यो चाहिँ हो मेरो न्यू प्लेस। म चाहिँ पहिला युलासमा बसिरहेको थिएँ, अहिले चाहिँ म सुडानकुलामा छु। सो आज चाहिँ म के गर्छु तपाईहरुलाई देखाउँछु हैन। अनि यो चाहिँ मेरो भ्लग हो। भिडियो एन्डसम्म हेर्नु र लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। अनि सो आज चाहिँ म के गर्छु तपाईहरुलाई देखाउने छु। अनि आज चाहिँ म चाहिँ एक्लै छु है साथीहरु यहाँ। लिटरली मैले भन्नु पर्दाखेरि चाहिँ हैन मेरो लाइफको म यत्रो वर्ष भए म यति ठुलो भइसके हैन तर मैले यो चाहिँ फर्स्ट टाइम होला म यत्रो घरमा एक्लै बसेको हैन। तर अब के गर्नु बाध्यता हुँदै रहेछ, अब त्यस्तै सिचुएसन हुँदै रहेछ, एक्लै बस्नु पर्दा रहेछ हैन। अनि सो गाइस म धेरै दुखी छु। अनि सो आज चाहिँ मैले बिहान उठे अनि त्यहाँदेखि मैले चाहिँ मेरो लागि ब्रेकफास्ट बनाइरहेको छु हैन। अनि सो सधैँको जस्तो चिया पकाएको छु, चिया पाकी पनि सक्यो। अनि मैले यहाँ ब्रेड पनि टोस्ट गरेको छु। म जाम र ब्रेड चिया खान्छु। साथीहरु एक्लै छु म, साह्रै एक्लै छु हैन। के गर्नु यस्तै छ। अनि सो मेरो चाहिँ आज छुट्टी छ, हिजो पनि छुट्टी थियो तर पनि मैले अब हिजो मैले केही गरिन, अनप्याकहरु केही गरेको छैन। अब चाहिँ म अनप्याक गर्छु। आज चाहिँ मेरो अलिकति जाँगर चलेको छ हैन। अनि त्यहाँदेखि अनप्याकिङहरु गर्छु। सो तपाईहरु भिडियो हेर्नु होला। अनि भ्यू हेर्दै खाइदिउँ न हैन। यस्तो दामी भ्यू यार, हेर्नु न व्हाइट। अनि म चाहिँ यो हिउँ देखेर चाहिँ कहिले पनि ओ माय गॉड एउटा हातले त गर्न सकिन त, कहिले पनि म अगाउँदिन जस्तो लागिरहेछ हैन। अनि सो ठिकै हो। सो भ्यू हेर्दै अब म ब्रेकफास्ट इन्जोय गर्छु साथीहरु। ओ माय गॉड लुक, मैले 4 वटा गरेछु तर खानु सक्छु सक्दैन थाहा छैन। मलाई चाहिँ लास्टै भोक लागेछ है भन्नु पर्दाखेरि चाहिँ, किनकि मैले खाएको हिजो खानु त खाए तर पनि एउटा हुन्छ नि खै किन भोक लागिरहेछ। मेरो चाहिँ ब्रेकफास्ट पनि भयो हैन। अनि सो अब चाहिँ जाउँ। सक्नुहुन्छ मेरो सामानहरु मैले चाहिँ एउटा नि अनप्याकिङ गरेको छुइनँ हैन। मैले के चाहिएको त्यो कुराहरु चाहिँ मैले निकाले। अनि त्यहाँदेखि अरु चाहिँ मैले के अनप्याकिङ गरेको छुइनँ हैन। अनि सो हेर्न सक्नुहुन्छ जस्तोको त्यस्तै छ ब्यागहरु। अनि त्यहाँदेखि अलिअलि सामानहरु चाहिँ अनप्याक गरे। अनि यो रुममा चाहिँ मैले अस्ति सामानहरु हालेको थिएँ, हेर्न सक्नुहुन्छ है। मेरो सुटकेसहरु सबै छ। अनि आज चाहिँ मेरो काम हुन्छ यही अनप्याकिङ गर्ने। अनि म चाहिँ घरमा एक्लै छु हैन। अनि मलाई चाहिँ यो फोटो देखेर लास्ट डर लागेको छ साथीहरु हेर्नु। तपाईहरुलाई कस्तो लागिरहेछ योले? म यता गयो भने पनि यसले मलाई नि हेरे जस्तो लाग्छ, म उता गयो भने यसले मलाई नि हेरेको जस्तो लाग्छ। म अनि त्यही भएर मैले 2 दिन हैन 1 दिन 2 दिन भयो म यो रुममा पसेको पनि छुइनँ क्या। यो हेरेर यो फोटो हेरेर हेर्नु न साथीहरु, इस कस्तो डर लागेको के। अनि म कहिले एक्लै बसेको छु नि त घरमा हैन। अनि कस्तो क्या डर लाग्ने क्या। अनि आज चाहिँ मैले के सोचिरहेको छु, म सबै अनप्याकिङ गर्छु हैन। एक्लै छु म साथीहरु, एक्लै। अनि अब चाहिँ म सामानहरु अनप्याकिङ गर्छु। अनि यो घर सर्नु जस्तो कुरा चाहिँ लास्ट गाह्रो छ क्या साथीहरु। आइ मम्मा घर सर यता गर उता गर है, यस्तो गाह्रो छ नि माइ गड। अनि जाँगरै नचल्ने क्या। 2 दिन छुट्टी दिएको थियो झन् मलाई। यो स्याटरडे पनि म काम नलिएको हैन, छुट्टी लिएको। अब यही म अनप्याकिङ गर्छु सामानहरु भनेर। तर मलाई यस्तो अल्छी लागेको कि हिजो त म लिटरली सुतेको हो, सिर्फ उठे भात खाए अनि सुते। तर भोलिबाट त म ड्युटी जानु पर्छ। अनि यसरी त हुँदैन साथी हो। अनि मिलाउन त पर्यो। अनि सो आज चाहिँ मैले सोचेको छु म सबै अनप्याक गर्छु। अनि सो त्यसको अनप्याक गर्छु नि तपाईहरु मलाई साथ दिनु होला है साथीहरु, नत्र भने मलाई पुरा अल्छी लागिरहेको छ। सो अब चाहिँ म अनप्याकिङ गर्न थालेको गाइस, हेर्नु होला।
साथीहरु यहाँ चाहिँ छ है मेरो के छ आई डोन्ट नो चेक गर्नुपर्छ मैले चाहिँ सबै हालेर लिएर आए नि त सबै कुराहरु अनि सो गमराङ गुमरुङ जुन जुनमा ठाउँ छ त्यतैमा हाले यो चाहिँ मेरो एसेसरिजहरु हो अब जे होस् इयरिङ के छ यहाँ हैन ओ माय गॉड यो चप्पल अनि साथीभाइ हो यति धेरै सामान लिएर आयो नि हामीले नेपालदेखि यस्तो गाह्रो भयो अब यस्तो हुन्छ नि त विदेशमा महँगो हुन्छ के हुन्छ किन्न सक्दैन भनेर हामीले सबै कुरा नेपालबाटै लिएर आए हैन तर कति कुराहरु नेपालबाट लिएर आएको यहाँ फिट पनि हुँदैन के अब जस्तो कि इलेक्ट्रोनिक सामानहरु भयो मैले राइस कुकर अनि पानी तताउने त्यो केटलहरु सबै लिएर आए थिए हैन अनि यस्तो चाहिँ बिजोक हेर्नु यो चाहिँ पानी तताउने केटलको हो अनि सो अब हाम्रो त उता तीनवटा यस्तो यो प्लगमा तीनवटा हुन्छ नि त हैन अनि त्यहाँदेखि यिनीहरुको चाहिँ सिर्फ दुईटा हुन्छ के अनि तीनवटा त हामीले कहाँ लगाउने त है अनि त्यस्तोहरु चाहिँ मिस्टेक हुन्छ कि त अब तपाईहरुले त्यो हेरेर लिएर आउँदाखेरि अनि त्यसपछि नत्र भने नलिकन आउँदा नि हुन्छ यहाँ पनि ठिकै प्राइसमा पाउँछ बरु वहाँ किन्ने पैसा चाहिँ त्यही लिएर आउनु अनि यही किन्दा हुन्छ जस्तो लाग्यो मलाई चाहिँ हैन तपाईहरु भारी बोकेर आउनु पर्यो त्यो ल्याउनुको सट्टा बरु अरु सामानहरु आउँछ नि त अनि त्यही भएर त्यो यस्तो हुन्छ के यहाँ चाहिँ दुईटा वाला अनि त्यहाँदेखि हाम्रो चाहिँ तीनटा वाला हुन्छ अनि त्यसले गर्दा गाह्रो हुन्छ नि त अनि यो चाहिँ मेरो बुढाले एडजस्ट गरेको हेर्नु यहाँ जोडेर अनि यो वाला तार लिएर अनि यसरी एडजस्ट गरेर हामीले युज गरिरहेको छ त्यही पनि युजै गर्न पाएको नै छैन मैले त हैन अब मेरो हस्बन्डले चाहिँ युज गर्नु भयो मैले चाहिँ भन्दाखेरि युजै गर्न पाएको छैन किनकि अब म यता आइहालेँ अनि यता आएपछि काममा भएपछि यही कम्पनीको घरमा बसेको म अनि त्यसमा चाहिँ सबै हुन्छ के हाम्रो यहाँ चाहिँ कम्पनीको घरमा चाहिँ अब जे होस् फर्निश गर्नुहुन्छ अनि त्यही त्यस्तो साह्रो मलाई प्रब्लमै परेन त्यो सबै कुराहरु थियो तर मैले तपाईहरुलाई जानकारीको लागि चाहिँ बताएको त्यस्तोहरु चाहिँ लिएर नआउनु होला बरु त्यो ल्याउने उता किन्ने पैसा यो पनि हामीले ब्ल्याक डेकरको अब कस्तो महँगो अब राम्रो खालको नबिग्रुस् भनेर लिएर आएको नि त लङ टर्म सोच्छु नि त हामी त जे पनि हैन अनि सोचेर लिएर आएको तर यस्तो 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 डेन्जरस तरिकाले चाहिँ युज गरिरहेको छ है हामीले चाहिँ त्यही भएर चाहिँ बरु उता किन्ने पैसाले तपाईहरुले यही लिएर आउनु भयो भने यही किन्नलाई मिल्छ के त्यस्तो साह्रो महँगो मिन्स सेमै त हो नि सेम जस्तै हो लाग्यो मलाई चाहिँ त्यति साह्रो महँगो लागेन अनि कामसाम भएपछि त्यस्तो प्रब्लमै हुँदैन के अनि त्यो इलेक्ट्रोनिकहरुको तपाईहरुले लिएर आउनु भयो भने चाहिँ त्यो 2 पिन वाला लिएर आउनु 3 पिन वाला भने चाहिँ यहाँ चाहिँ हुँदैन सो त्यही तपाईहरुलाई इन्फर्मेसन दिएको अहिले अब हुँदाखेरि सो अनि यो मिक्सरहरु पनि मैले लिएर आएको थिएँ हैन उतैदेखि अनि यो कप हेर्नु न मलाई पुरा त्यो नेपाल वाला भाइस हाउस भनेर मैले कस्तो बुढाबुढीको लागि दुईजनाको लागि लिएर आएको थिएँ हैन तर के गर्नु गाइस अहिलेसम्म मैले त्यो नेपाल वाला फिल गरेर बस्न नै पाएको छैन अब म आउने बित्तिकै मलाई जब पायो अनि म युलास आएँ हैन 3 महिनापछि युलास आएँ अनि युलास आएपछि म यही कम्पनीको हाउसमा भए मैले केही नै युज गर्न पाएको छैन नेपालबाट लिएर आएको त अनि त्यहाँदेखि मेरो हस्बन्ड उता वासामा बस्नुहुन्थ्यो म ल्याबल्यान्ड आएँ त्यसपछि अब त्यस्तै डिस्टेन्सै भइरहेछ अहिलेसम्म अब 1 वर्ष भइसक्यो है त्यही पनि अब अहिलेसम्म त्यो भएको छैन अनि विदेशमा चाहिँ अब सोचे त्यस्तो चाहिँ केही हुँदैन रहेछ हैन मेरो एक्सपिरियन्स बताउँदैछु अब त्यो के सोचेर आएको थिएँ हैन अनि के भइरहेछ अब के गर्नु नि बाध्यता छ गर्नै पर्ने हुन्छ अनि अब चाहिँ तर खुसीको खबर पनि छ अब डिसेम्बरदेखि चाहिँ हामी यही बस्ने छु यही सुडानकुला यो पनि ल्याबल्यान्डै हो तर ल्याबल्यान्डको एउटा ठाउँ हो सुडानकुला भन्ने अनि मेरो चाहिँ अब यतै जब फिक्स भइसकेको छ अनि जब फिक्स भन्नु म पर्मानेन्ट भइसके यहाँ एन्टलिनमा अनि अब चाहिँ म यही बस्छु अनि मेरो हस्बन्ड पनि यतै आउनुहुन्छ अनि अब चाहिँ हामी सँगै हुन्छौँ होला भन्ने आशा छ हैन हुने छ अनि सो एक्साइटेड छु अब चाहिँ म कतै नि शिफ्ट हुँदिन अब चाहिँ म यही सुडानकुलामै बस्छु भनेर मैले अब पुरै डिसाइड गरिसकेँ अनि मेरो हस्बन्डको पनि पढाइ सिद्धिसक्यो अनि सो अब चाहिँ हामी दुईजना यतै बस्ने हो भनेर अनि अब चाहिँ मलाई अलिक खुसी लागिरहेछ जे भने पनि सँगै हुनेछ यति महिनाको स्ट्रगल पछि सँगै हुने भनेर चाहिँ मलाई अब एक्साइटेड भइरहेछु हैन
जे होस् राम्रै हुनुको लागि अब अलिकति बिचमा त्यो भएको थियो होला भनेर अब सोचेर चाहिँ अब मन बुझाइरहेको छु अनि सो त्यही अब हेरौँ के हुन्छ लेट्स सी राम्रै हुन्छ होला अनि मैले धेरै नै त्योहरू सोचेर लिएर आएको थिएँ होइन अब त्यो चाहिँ मैले मजाले युजै गर्नु पाएको छैन अब चाहिँ गर्नेछु गाइज यही हो सो अब चाहिँ थर्ड सुटकेस है साथीहरू माई गॉड लुक एट हियर लुक मैले यति चाहिँ मिलाइसकेँ अहिले होइन सो अनि यता छ मैले यता चाहिँ यतिको राखेँ यहाँ चाहिँ जाडोको सबै अब जाडोकै भनौँ न यहाँ चाहिँ बुढाबुढीको यो ज्याकेट्सहरू राखेँ होइन यति गर्नु चाहिँ भ्याएँ साथीहरू अब चाहिँ म यो अलिअलि लुगाहरू घर बस्दा लगाउने लुगाहरू अनि अब चाहिँ यो ब्याग खाली गर्नु छ अनि त्यसपछि ओ माई गड म यतैबाट जान्छु अनि लास्ट वान ब्याग छ यो सुटकेस यो सिधाउँछु त्यसपछि मेरो लगभग काम कम हुन्छ यस्तो छ अहिले चाहिँ बिजोक मेरो एसिया ओ माई गड सो म मिलाउँछु म कस्तो थाकिसकेँ मिलाउनु पनि अल्छी लाग्यो तर अब म एकछिन ब्रेक लिन्छु होला सायद पानी खान्छु के गर्छु त्यसपछि मात्रै मिलाउँछु कन्टिन्यू गर्छु साथीहरू यतिको मिलाइसकेको छु सो यहाँ यस्तो छ हालत पम्चर ठिक छ केही छैन लच्चु किसिङ यु क्यान डु इट आई नो द्याट तिमीले सक्छौ तिमीले गर्छौ भनेर अब आशा गर्दै पानी खानतिर लाग्यो साथी हो साथीहरू मलाई हेर्नु सक्नुहुन्छ म त निद्रालाई अल्छी लागेर होइन दुईटा सुटकेस चाहिँ मैले खाली गरेँ मिलाएँ अनि त्यहाँदेखि मलाई यति अल्छी लाग्यो कि म यसरी लडीबडी गरेर बसिरहेको छु कहिले मिलाइसक्नु भोक पनि लागिसक्यो खाना पनि खाएको छुइनँ होइन बिहान ब्रेकफास्ट गरेको मात्रै हो अनि मलाई भोक पनि लागिसकेको छ खानु नै अल्छी लागेको छ एक्लै हुँदा त लास्टै गाह्रो हुँदो रहेछ साथीहरू खै के खाने होला के पकाउने होला अल्छी लागिसक्यो छैन मलाई अनि मैले सरी मेरो सबै भरिसक्यो तर स्टिल छ हेर्नु न सामानहरू राख्नलाई अनि मलाई पुरा अल्छी लागिसक्यो अब चाहिँ गर्नलाई हेलो साथीहरू फेरि अब मैले मिलाउँदा त्यतिको भयो होइन मिलाइ चाहिँ सकेँ तर अलिकति मिलाइसकेको छुइनँ अनि सो मैले अहिले देखाएको छुइनँ तपाईँहरू नेक्स्ट भिडियोमा देखाउनु छु मैले कसरी मिलाइसकेँ तर अब चाहिँ बेलुका भइसक्यो मिलाउँदा म अघि मिलाउँदा अल्छी लागेर एकछिन सुतेँ होइन अनि फेरि उठेँ अनि अब उठेर फेरि म खाना बनाउनुतिर लागेँ अनि मैले चाहिँ यहाँ अब अन्डा अमलेट बनाउँछु अनि यहाँ दाल रेडी छ रातो दाल अनि त्यसपछि राइस कुकरमा चाहिँ मैले माम बनाएको छु अब चाहिँ माम खानुपर्छ साथी हो रात भइसक्यो अनि सो गाइस अब अमलेट बनाउँछु मैले चाहिँ तरकारीहरू के किनेको छुइनँ के लिटरली भन्दाखेरि अस्ति नै मेरो साथीहरू आएको थियो काम गर्ने मेरो सँगै काम गर्ने साथीहरू नि उनीहरूले सामानहरू अलिअलि किनेको थियो त्यही थियो क्या अनि म त्यही भएर अब फेरि म गइनँ नि त मार्केट पनि त्यत्तिकै भयो आजको दिन हिजोको दिन त्यत्तिकै सुतेरै बित्यो अनि सो अनि म त्यही अन्डाको अमलेट बनाउँछु अनि खान्छु भात अनि सुत्छु अब भोलि बिहान त ड्युटी छ अब टाइममा सुत्नु पर्यो हिजो त म 12 बजी सुतेको राति साथीहरू अनि सो एक्लै गाह्रो छ नि हो साथीहरू अब तपाईँहरू नै हो मेरो जिन्दगीमा अनि म अब चाहिँ जे हुन्छ डेली भ्लग बनाएर हाल्छु होइन जे गर्छु म त्यो तपाईँहरूलाई देखाउँछु भनेर चाहिँ मैले भिडियो बनाइरहेको छु भिडियो चाहिँ हेरिदिनु होला माया गरिदिनु होला के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला होइन साथीभाइ हो अनि यस्तै हो जिन्दगी एक्लो जिन्दगी छ मैले यो भिडियोमा यतिचोटि एक्लो भनिसकेँ होला तपाईँहरूलाई अल्छी लागिसक्यो होला होइन मैले एउटै कुरा कतिचोटि भनिसकेँ होला त्यसको लागि माफ गरिदिनु होला अनि सो अब चाहिँ म अन्डाको नि अमलेट नर्मलवाला बनाउँछु है नर्मल एकदम नर्मल यहाँ छ 2टा अनि मसँग यस्तो राख्ने डब्बाहरू पनि छैन हेर्नु न साथी दाल यतिकै राखिदिएको छु क्या मैले चाहिँ अस्ति नै त्यो प्याकिङ गरेर मसँग चाहिँ थियो होइन डब्बाहरू अनि त्यो के को खाली भएको डब्बाहरू थियो अनि मैले चाहिँ त्यो धेरै ठुलो प्याक भयो कि डब्बा राख्दाखेरि अनि मैले सबै सामानहरू चाहिँ यस्तो यो ब्यागमा हालेर लिएर आएको थिएँ कि
यस्तो जिप लकवालामा है सजिलो हुन्छ नि त एउटै झोलामा सबै जान्छ डब्बा भएपछि ठुलो चाहिन्छ स्पेस भनेर अब अहिले यति पस्ताउँदैछु लिएको भयो नि हुन्थ्यो जस्तो लागिरहेको छ जब जिप लकमै राख्नु यसरी दालहरू यहाँ हाल्नु सक्नुहुन्छ टिम्बुर पनि छ अनि यो सेवाई पनि मैले पहिला नि लिएर आएको सब यसरी जिप लकमा छ मैले यतिकै राखिदिएको छु होइन अब म के गर्छु थाहा छैन म डब्बा किन्छु होला सायद अनि त्यसपछि यिनीहरू हाल्छु अनि यो हेर्नु सक्नुहुन्छ यो त यतिकै राखेको छु राजमा अब यसलाई म भिजाएर पकाइहाल्छु खाइहाल्छु अनि त्यसपछि डब्बा पनि चाहिँदैन दिक्क लाग्छ यार जिन्दगीमा के गर्नुपर्ने अनि मैले योहरू चाहिँ यसरी राखेको छु मेरो सामानहरू होइन यो डब्बाहरू चाहिँ मैले हेर्नु है बागमती लेखेको छ नि बागमती यो चाहिँ मैले नेपालबाट लिएर आएको अनि भाषामा बस्दा अलिक दिन युज गरेँ त्यसपछि युजै गर्नु पाएको थिएन अब चाहिँ म युज गर्छु मजाले हेर्नु सक्नुहुन्छ मसला बेसार अनि यो धुलो खुर्सानी राखेको छु अनि गाइज यति नै हो मैले मेरो चाहिँ यो सेक्सन लिएँ मैले यो किनकि अब सेयरिङ त हुन्छ यो त कम्पनीको घर हो नि त उनी यिनीहरूमा चाहिँ अब कम्पनीको घरमा त सेयरिङ आउँछ मलाई थाहा छ अनि त्यही भएर एउटा ठाउँ रिजर्भ गर्नुपर्ने हुन्छ क्या अब जस्तो सबैजना राख्नुपर्छ नि त अनि त्यही भएर सो मैले चाहिँ यो लिएको छु अब मैले चाहिँ मेरो सामान यहाँ राखेको छु उनीहरूले अब कता राख्छ थाहा छैन अनि सो गाइज अन्डा बनाउने हो सिम्पल तरिकाले अनि यो चाहिँ हो नुन मैले चाहिँ नुन डब्बा खालको किनेँ होइन अलिकति महँगो पर्छ त्यही पनि मैले यही किनेँ किनकि मसँग डब्बाहरू थिएन अनि अब यो भयो भने त चाहिएन नि त डब्बा अब यसलाई नै पछि चाहिँ प्याकेटवाला किन्छु अनि यसमै हाल्छु भनेर अनि फर्स्टचोटि चाहिँ यही किनेँ क्या यो भयो भने सजिलो हुन्छ नि त यसमै हाल्ने नुन अनि पछि चाहिँ सस्तोवाला किन्छ अहिले चाहिँ मैले महँगोवाला किनेँ अलिकति महँगो हो धेरै महँगो त होइन तर पनि अब यो डब्बा पाउँछ नि त त्यही भएर मैले डब्बावाला किनेँ यार साथीभाइ हो यस्तो छ जिन्दगी के गर्नु त बाल्नै बिर्सेछु यार बन्द गरिदिउँ अब अन्डा रेडी भयो साथी हो अन्डासँग खानुपर्छ के गर्नु तर मलाई मिठो लाग्छ अन्डासँग पनि त्यस्तो नमिठो चाहिँ लाग्दैन तर मैले दाल चाहिँ जानेन मलाई सिरियसली भन्दा मलाई अल्छी लागिरहेछ अनि मैले दाल चाहिँ जानेन म यतिकै खाइदिन्छु दाल यतिकै खाइदिन्छु लाग्यो चल्छ अझै भन्नुपर्दा तरकारीहरू चाहिँ छैन है साथीहरू किनेकै छुइनँ मैले अनि अब म मामसँग अरे मामसँग कोका-कोला खान्छु कोका-कोला खानु पर्छ म चाहिँ यतिकै कोका-कोला चाहिँ खानु सक्दिनँ हेर साथीभाइ हो मलाई कोका-कोला खानुलाई कि त मोमो नै चाहिन्छ होइन कि त के चाहिन्छ त्यस्तो केही चाहिन्छ क्या यतिकै चाहिँ मलाई मन पर्दैन सो मामसँग खाइदिन्छु एकचोटि चाहिँ भन्दा मिठो चाहिँ मिठो लाग्छ तर सादा कोक मात्रै चाहिँ खानु सक्दिनँ त्यही भएर मामसँग खानु पर्यो Look. Oh my god. यस्तो छ है साथी हो तपाईहरुले बोर भइसकेर मेरो भिडियो हैन मैले के गरेर बनाउँदैछु थाहा छैन मैले यतिकै बनाइदिन्छु रेन्डमली अनि सो यो चाहिँ मेरो माम अन्डा दाल भात
कोका कोला अनि यो चाहिँ टिम्बुरको अचार बिना चाहिँ सक्दिनँ है साथीभाइ मैले यो बनाएको छु टिकटकमा मैले सायद यसको रेसिपी हालेको छु कोकोलाई चाहेको छ गएर टिकटकमा हेर्नु होला अनि धेरै मिठो हुन्छ यो भएर भात रुच्छ क्या अब चाहिँ म माम खान्छु ल माम खाम है त मिठो छ